नि आगो ताप्नु मुडाको कुरा सुन्नु बुढाको भन्छ नि त्यस्तै रमाइलो गफ भयो लाग्यो हाम्रो रुमतिर लगभग अब पौनी 10 हुन्छ। हाई गाइज वेलकम ब्याक टु माई च्यानल राजसुन्द्रा ब्लग्समा हजुर सबैलाई स्वागत छ। फेरि पनि आइसके म नयाँ ब्लगका साथ। लगभग अहिले बिहानको 5:30 भइसक्यो, 5:30 बजिसक्यो। अब मैले त जानुपर्छ काममा गाइज। अब म चाहिँ लागे काममा, हेर्दै गर्नु होला हाम्रो भिडियो। अगाडिको दृश्य हजुरलाई अवश्य देखाउने। काममा पनि पुगे गाइज, फाइनल्ली खाना बनाउन स्टार्ट पनि गरिसके। हेर्नुहोस् रमाइलो गरिरहेछ भाइ, एक दुईजना हुन्छ कहीँ पनि ग्रुपमा, तर यो भाइ पनि एकदम रमाइलो छ। यस्तै छ गाइज। फाइनल्ली आज कपाल पनि काटियो, अलिक ठुलो भएको थियो, गर्मी पनि बढिसकेको थियो, कपाल काट्नु थियो, आज समय मिल्यो कपाल पनि काटियो। केटोले कपाल चाहिँ राम्रै बनायो, हेर्न सक्नुहुन्छ आजको लुक। कपाल काटेर यसो रुमतिर फर्किँदा ठ्याक्कै हाम्रै रुमकै छेउमा बस्ने एकजना बाजेसित भेट भयो। बाजेसित मजाको गफ भयो, भलाकुसाली भयो, भन्छ नि आगो ताप्नु मुडाको कुरा सुन्नु बुढाको भन्छ नि त्यस्तै रमाइलो गफ भयो। फाइनली गाइस कपाल पनि काटियो, आज मार्केट जाने काम परेको छ, त्यसैले मार्केटतिर लागे। हाम्रो भिडियोमा जोडिरहनु होला, अगाडिको दृश्यमा हजुरलाई अवश्य देखाउँछु। म चाहिँ लागे अब मार्केटतिर। ल गाइस म चाहिँ लागे सिटी मार्केटतिर। हेर्न सक्नुहुन्छ बेंगलोरको दृश्य, सिटी मार्केट जाने बाटोतिरको दृश्य हेर्न सक्नुहुन्छ। यो अगाडि पर्छ राजाजी नगर, अनि त्यहाँ गोपालन मल, धेरै ठाउँ पर्छ। म हजुरहरूलाई देखाउँछु, हेर्न सक्नुहुन्छ। ट्राफिक भयो यार, अझै बेंगलोरको ट्राफिकले गर्दा त यताउता जानु पनि धेरै गाह्रो नै छ भन्नुपर्दा हुन्छ हजुर। हेर्नुहोस् 2 कदम जाँदा ट्राफिक भइहाल्छ। तर यहाँको मौसम चाहिँ एकदम राम्रो छ। आज मौसम पनि घाम परेको छैन, तर पनि कता कता पानी पर्ला जस्तो चाहिँ छ। हिजो त पानी परेको थियो, आज पनि खै अब मौसमको के भरोसा, पानी पर्न पनि सक्छ। बस हेरौँ अगाडि आयो, पानी नपरे राम्रो हुन्थ्यो, किनकि त्यहाँ अलि सामानहरू ल्याउनु छ। लगभग हामी चाहिँ त्यहाँ बिजिएस जाने रोडतिर पुगिसक्यौँ। यहाँबाट लगभग 3-4 किलोमिटर हुन्छ सिटी मार्केट पुग्न गाइज। हेरौँ, आई होप म त्यहाँको सिटी मार्केटको दृश्य पनि हजुरहरूलाई देखाउने कोसिस गर्नेछु। गाइज फाइनल्ली हामी चाहिँ अब सिटी मार्केटतिर पुग्नै लागिसक्यौँ भन्न पर्ने हुन्छ। हेर्न सक्नुहुन्छ अगाडिदेखि यति हल्का हल्का देखिरहेछ, यही नै सिटी मार्केट हो। तर सिटी मार्केट चाहिँ टाढाबाट हेर्दा त एकदम राम्रो देखिन्छ है गाइज, हेर्न सक्नुहुन्छ एकदम राम्रो छ। तर त्यहाँ गएर हेर्दा ठ्याक्क अब त्यति नाम चाहिँ सिटी मार्केट छ, तर त्यति सफा त छैन है गाइज। म हजुर त्यहीँ गएर देखाउँछु। तर मार्केट चाहिँ ठुलो छ है, हेर्न सक्नुहुन्छ। अब यताबाट लगभग स्टार्टै भयो भन्दा हुन्छ। त्यो यहाँ तल देखिरहेछ नि, त्यही हो सिटी मार्केट। हल्का हल्का त्यो त्रिपालले बनाएको छानाहरू देखिरहेछ नि, त्यही सिटी मार्केट हेर्न सक्नुहुन्छ। तर त्यति सफा त छैन है सिटी मार्केट, नाम चाहिँ सिटी मार्केट छ। कता कता त बेंगलोरमा पनि त्यस्तै छ। बल्ल सिटी मार्केट पनि पुग्यो है गाइस। हजुरहरूलाई पनि म देखाउने कोसिस गर्नेछु गाइस। सिटी मार्केटको भिड बढाएको हेर्नुहोस् त, कता कता मेला हो कि भने जस्तो लागिरहेछ, हेर्न सक्नुहुन्छ। किनकि यहाँ सामानहरू प्राय सस्तो र कपडा लत्ता भनौँ न, तरकारी सबै चिज सस्तो भएको कारणले गर्दाखेरि प्राय मान्छेहरू धेरै यहीँ आउने भएकोले हेर्न सक्नुहुन्छ। भिड त क्या मेला जस्तै देखिरहेछ, हेर्न सक्नुहुन्छ। बल्ल बल्ल सामान पनि बनाइसक्यो गाइज। अब हामी चाहिँ रुमतिर लाग्यौँ गाइज। फाइनल्ली अटो पनि आयो, अटोमा पनि बसिसक्यो गाइज। मार्केट आएपछि टाइम त लागिहाल्छ, अब काममा पनि जानुपर्छ गाइज। यस्तै छ, पुरै दिन घुमेपछि अहिले बल्ल बल्ल रोड खाली छ है। लगभग 2-3 घन्टा घुमेपछि अहिले बल्ल रोड खाली मिल्यो। अब रुमतिर लाग्यो। कन्जेर नेपाल बल्ल बल्ल हमारी सुदूरपश्चिम क्या अपनी भाषा आइजान्छ, निको आफ्नै भाषा लाग्छ। कन्जे कन्जे आफ्नै भाषा लाग्छ, बीच बीचमा कबै कबै नेपाली बोल्नु त्यहाँ आफ्नै भाषा हुन्छ, हाम्रै भाषा निक लाग्छ। यस्तै छ गाइज। अब लगभग हामी चाहिँ रुमतिर पुग्नै लाग्यो। फाइनल्ली गाइज रुममा पनि पुग्यो। आज केयर मार्केट गया थियौँ, हल्का फुल्का काम थियो, बाइक घर जान लाग्थ्यो, कपडा सपडा बनाउनु थियो बाइकलाई था। केयर मार्केट जाइबाट अहिले बल्ल लाग्यो। अब म चाहिँ लाग्यौँ काममा गाइज। अगाडिको दृश्य हेर्दै रह्या। काममा पनि पुग्यो। आज लगभग 70-75 किलो मासु पकाउनु छ। मासु पाकेर रेडी भइसक्यो, हेर्न सक्नुहुन्छ। मासु पाकेर रेडी भयो, लगभग 70-75 किलो होला। अहिले काम सक्बाट रुममा झन्ला होला भाइ अरे नि। पानीको बोतल डम्बरिया खाना पनि हेरौँ जाने, काकडो राखेको अब लाग्यो हाम्रो रुमतिर। लगभग अब पौनी 10 होला, 10 बजे फाइनली रुममा पुग्यो। आज काम सकेर मार्केट जाने काम थियो, मार्केट गएर एकदम रमाइलो भयो आज। समय पनि अहिले लगभग रातिको 10 बज्नै लागिसक्यो र सबैजनालाई धेरै धेरै धन्यवाद छ। यस्तै माया गरिदिनु होला। म सकेसम्म योभन्दा पनि बेटर भिडियो बनाउने कोसिस गर्नेछु र आफ्नो लाइफस्टाइल हजुरसित सेयर गर्ने कोसिस गर्नेछु। र अहिले समय पनि धेरै भइसक्यो, अहिलेलाई हामी यहीँ छुट्टिन्छौँ। जय नेपाल, जय नेपाली। र राजसुन्द्रा ब्लग्समा गएर अवश्य भिजिट गर्नु होला। थ्याङ्क यू सो मच सबैलाई। जय नेपाल। हाई गाइज, गुड मर्निङ।
सबैजना सन्चै हुनुहुन्छ भन्ने आशा छ। म पनि ठिकै छु गाइज। आज 22 तारिक हिजो बनाएको भिडियो लगभग आज साँझसम्म सायद आइहाल्छ। अब गाइज म चाहिँ लागेँ कामतिर। हाम्रो भिडियो अवश्य हेर्नु होला, कस्तो लाग्छ प्रतिक्रिया पनि दिनु होला। म चाहिँ गाइज अब कामतिर लागेँ है। आज नास्तामा चाउमिन बनाउनु थियो। यो भाइले बीच बीचमा मजाक जहिले पनि गर्छ, अलि मजाकिलो छ है भाइ।